वाइफाई खोल्नु त्यहाँ फ्री वाइफाई भनेर एउटा आइसक्यो होला नि त। ए ल भयो नयाँ फोनमै गरौँ है। म त नेटै अन गर्दिनँ आज म चाहिँ। ए फोन वाइफाई अन गर्नु न। फ्री वाइफाई भनेर एउटा एपी नयाँ एक्सेस पोइन्ट आएको होला तपाईँको डिभाइसमा। वाइफाईको नाम चाहिँ फ्री वाइफाई फ्री वाइफाई भनेर छ होला नि त। छ अब त्यसलाई एक्चुअली क्लिक गर्नु फ्री वाइफाईलाई चाहिँ। वाइफाई अब त्यो कनेक्ट पासवर्डहरू केही चाहिँदैन। पासवर्ड केही चाहिँदैन तपाईँलाई, डाइरेक्ट फ्री कनेक्ट। वाइफाई त हो होइन, सिधै कनेक्ट भयो। कति हुन्छ यस्तो फ्री वाइफाई लेखेको त याद बाटोमा याद। कनेक्टेड नट सिक्योर भनेर आयो। कति हुन्छ हजुर, कति हुन्छ त्यहाँ यस्तो। गएर जे भयो नि चलाइछ त्यो अब त्यहाँ तपाईँ कनेक्ट भनेर देखाइसक्यो, जस्तै तपाईँले एउटा फेरि फेसबुक खोलिदिन्छ त यहाँ दाइ यता हेरौँ तपाईँ चाहिँ। जस्तै म स्क्रिन यतै घुमाइदिन्छु ल। जस्तै दाइले फेसबुक खोल्नुभयो के गर्नु सर यसरी हेरेर मिल्छ कि अब तिमीले स्क्रिन रेकर्ड गरेको छौ के लेखेको छ त्यहाँ? यहाँ फेसबुक भनेर आइसक्यो। त्यो हजुरको Samsung.com। त्यो ब्याकग्राउन्डमा गुगलको नोटिफिकेसनहरू नि आइरहेछ होला नि त्यहाँ। त्यो सबै देखिन्छ क्या देखिन्छ कि सबै। हजुर कुन कुन एप खोल्छ के खोल्छ सबै हेर्न मिल्छ क्या त्यो चाहिँ यहाँबाट। अब यही कुरा चाहिँ अब जस्तै तपाईँ इन्स्टाग्राम खोल्नु है। इन्स्टाग्राम खोल्यो एकछिनमा खोल्छ रोक्नु। 10 सेकेन्डमा चाहिँ देखिन्छ क्या त्यो चाहिँ। नोटिफिकेसन जस्तै यो भनेको चाहिँ जस्तै तपाईँको यो प्राइभेट वाइफाईमा चाहिँ नर्मली यो कुराहरू एक्सेस गर्न चाहिँ मिल्दैन, तर अलि नलेज छ भने चाहिँ गर्न चाहिँ सकिन्छ। इम्पोसिबल चाहिँ छैन। तिम्रो अब इन्स्टाग्रामको यो जस्तै फेसबुकको यो इन्स्टाग्राम खोल्यो भनेर थाहा पायो तिमीहरूले होइन। यसबाट तिमीहरूले चोर सोचेको छ त्यो डाटा त्यो ह्याकरले गर्छ चाहिँ के थियो? यो चाहिँ एक लेभलको हामीले अवेर गर्नलाई चाहिँ यतिको बनाएको। अझै टाइम भए पछाडि चाहिँ हामीले भित्र पनि के हुन्छ हामी त्यो कुरा अझै पनि निकाल्छौँ। यो त यो पनि अब जोक त होइन त, तपाईँ चलाएको होइन। जस्तै हामीले फ्रीमा वाइफाई चलाउनु, अब कहिले काहीँ चाहिँ जस्तै बाटोमा हिँड्दाखेरि फ्री चलाउनै पर्यो भने चाहिँ गुगल म्याप एकछिन चलाउँदा समस्या भएन दाइ, तर फ्री वाइफाई चलाउँदाखेरि चाहिँ तपाईँको केही पनि प्राइभेट कुराहरू चाहिँ नचलाउने, ई सेवा होला फोन पे केही पनि ओपनै नगर्ने। फ्री वाइफाईबाट पैसा तिरिरहन्छन् मान्छेहरू। अनि कसम पैसा चाहिँ तिमीहरूसँग पैसा छ तर मान्छेलाई नेट चलाउनु डाटा छैन, फ्री वाइफाई चाहिने तेरीमा। अनि जस्तै क्याफेहरूतिर फ्री वाइफाई राखेको हुन्छ दाइ। अब त्यो राख्दैमा प्रब्लम चाहिँ होइन दाइ। अब त्यहाँ चलाउँदै गर्दा त्यहाँ को मान्छेले चलाछ तपाईँलाई थाहा छैन क्या दाइ। जस्तै त्यहाँ चलाएर बिगारेर गइदियो। फ्री वाइफाई भन्यो तिमीले चाहिँ इन्टरनेट त्यसको थ्रुबाट फालेको इन्टरनेटको चाहिँ फ्री वाइफाई राखेको थियो सो द्याट नाउ अब सबै एक्सेस त्यो राउटरले त्यसलाई फाल्नु सबैलाई डाटा उनीहरूले आफ्नो इन्टरनेट चाहिँ फेरि यही युज भइरहेको छ क्या हजुरको। बुझ्यो मैले। म यो इन्टरनेटमा तिमी यो इन्टरनेटमा कनेक्टेड छौ, बिचको मान्छे आयो एउटा। मैले त यही चिज मलमा गर्दैन मिल्यो। जस्तै तपाईँले आफ्नो वाइफाई फोनबाट त्यसमा फालेर हटस्पट फालिदिएर तपाईँले चिलपिल वाइफाईको नाम राख्नु भएको छ है। एउटा वाइफाई डिएथ भनेर पाउँछ, एउटा सानो चिप हुन्छ, त्यसले चाहिँ तपाईँको यो वाइफाईलाई चाहिँ अफ गरिदिन्छौँ। अनि अब हाम्रो यहाँबाट चाहिँ वाइफाई तपाईँले फाल्छौँ। वाइफाई फाले पछाडि तपाईँले यहाँ आउनु भयो अरे, अनि तपाईँले वाइफाईको नाम के देख्नुहुन्छ चिलपिल, ए मेरो वाइफाई त हो, नाम त फेर्दैन, नाम त फेर्दैन है। जस्तै तपाईँको पासवर्ड माई वर्ल्ड लिङ्क भनेको त सबै उसकै साँच्चीकै माई वर्ल्ड लिङ्क के रहेछ त तपाईँको पासवर्ड त्यही पासवर्ड राखिदिन्छ कि दाइमा कनेक्ट त भयो तपाईँ। बन्द गरिदिनु दाइमा भाइले सबै हेरिसकेकोमा। अब यो केसमा चाहिँ दाइ फ्री वाइफाई सकेसम्म नचलाउने, चलाउनै परिहाल्यो भने पनि आफ्नो केही पनि इन्फर्मेसन केही पनि कुराहरू एक्सेस नगर्ने। क्लियर गरिदिएँ मैले। हुन्छ इथिकल ह्याकर भने यस्तो हो नि त। होइन हो केटाहरू इथिकल ह्याकर भएर मलाई फोन दिने कन्फिडेन्स हो नि त ब्रदर, कस्तो कुरा अरे।